हेलो गाइज है म तपाईँलाई एउटा चिज देखाउन गइरहेको छु है। सायदै तपाईँलाई यो चिज देखेर मनपर्छ होला जस्तो लाग्छ। र त्यो चिज चाहिँ के हो भन्दाखेरि खानेकुरा हो। र अहिले चाहिँ एकदम यसको चाहिँ अब सिजनै छ है, सबै ठाउँ फलि नै रहेको छ। र म चाहिँ जुन म रुममा बस्छु, रुमकै मुनिपट्टि है, रुमकै मुनिपट्टि चाहिँ यो एउटा बोट छ है, यति मजाले फलेको छ। हेर्नुहोस् ल, तपाईँलाई म देखाउँछु है। यदि तपाईँले मन परेछ भने चाहिँ कमेन्ट्समा लेख्नुहोस् होला है, तपाईँले यस भनेर। अन्त सेयर, लाइक, अन्त फलो गर्नु नबिर्सिदिनुहोस् होला मेरो च्यानललाई है। हेर्नुहोस् ल, म तपाईँलाई देखाउँछु। यो के हो यो भन्नुहोस् त? आरुचा हो तपाईँको। यहाँ यति साह्रो बेसी फलेको छ कि पाक्दैछ भर्खर। अब यसलाई अहिले हामीले अझै अब खाने टाइम भएको छैन। आरुचा फल चाहिँ यहाँ यो माथि सहरको हो कि हुनु चाहिँ, तर अब गुरामारले भन्नुभयो भने चाहिँ दिनुहुन्छ। यहाँ त पाक्दो रहेछ अझै, माथि त कति त पाकि पनि सकेछ हो। र मैले तपाईँलाई देखाएँ है आरुचाको बोट है, यति मजाले फलिरहेछ। यो चाहिँ अब छेउमै यसरी रुख हुँदाखेरि चाहिँ अब मजा लाग्दछ कि है, त्यही बोट हो। तपाईँले हेर्नु सक्नुहुनेछ है। अर्को यतापट्टि पनि छ। यतापट्टि चाहिँ अब पोहोर साल चाहिँ पुरा ह्याप्पी फलेको थियो अरे, योपालि चाहिँ अलिकति कम्ती नै फलेछ। यसमा चाहिँ अब दाना छैन, कम्ती छ। तपाईँको हरियो देख्नुहुन्छ है, हरियो मात्रै देख्दैछ है, कम्ती। अझै यो चाहिँ अब रातो भइसकेको छैन। र मैले तपाईँलाई देखाएँ है गाइस आरुचाको बोट। सायद तपाईँले देखेर कतिजना थुप्रै हुँदै होला है। र आजको त्यही त ब्लग, मेरो मिनी ब्लग तपाईँलाई। थ्याङ्क यू सो मच, बाई। कमेन्ट्स गर्नु नबिर्सिनुहोस् होला, लाइक एन्ड सेयर पनि गरिदिनुहोस् होला। थ्याङ्क यू।